त्यहाँ हेर न कस्तो छ त्यहाँ अब गर्छु भन्छन् कम अन म्यान कम अन ए हो गुड गुड नमस्ते फेरि पनि स्वागत छ अर्को नयाँ ब्लगमा। हामी चाहिँ आज नयाँ वर्षको दिन वैशाख 1 गते आज चाहिँ हामी यस्तो बौद्ध भ्रमणको लागि हिँडेको पुरै फ्यामिली नै। भाइ छ यहाँ, यता अङ्कल आन्टी। हेलो। अहिले चाहिँ हामी बसमा माछापोखरीबाट बस चढेको, अब सिधै डाइरेक्ट गो टु बौद्ध है। हामी चाहिँ बौद्धको यात्राहरू चाहिँ एकदम मजा आइरहेको बसमा। यहाँ मान्छेको भिड देख्न सक्नुहुन्छ यहाँ सामकोसीमा। ल आज के हुन्छ आज बौद्धमा यसो घुमघाम रमाइलो सबै दृश्यहरू देखाउनेछौँ। बौद्ध गेट बौद्ध गेट आएको अवस्था एकछिन अब यहाँबाट हिँड्छु हुन्छ ल हेर्नुहोस् त मान्छे ओ ट्रेनलाई अझ फोकस गर्नुपर्ने एकचोटि सोधौँ एकचोटि सोध्छु ल काका चाहिँ उहाँ चाहिँ गाउँबाट भर्खर आउनु भएको रहेछ उहाँले चाहिँ यस्तो अर्ग्यानिक चिज ल्याइदिनु भएको छ हामीलाई स्ट्रबेरी काकालाई धेरै धेरै धन्यवाद स्प्राइटमा चाहिँ यसरी चाहिँ यो स्ट्रबेरी हालेर खाँदाखेरि चाहिँ एकदम चिसो हुन्छ शरीर होइन हेर्नुहोस् न गर्मीको बेलामा चाहिँ यसरी स्प्राइटमा चाहिँ स्ट्रबेरी चाहिँ यसरी टक्क हालेर खाँदा चाहिँ आहा आनन्द छुट्टै छ
भएछ ल उम्, माम भोक लाग्यो भन्दियो